पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा 14 अर्ब बढी भ्रष्टाचार, कर्मचारीको नाम जोडियो, नेता मन्त्रीहरूको जोगियो। 25 अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमै 14 अर्ब रुपियाँ भन्दा बढी भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले निष्कर्ष निकालेको छ। आजको अमेरिकी डलरको मूल्य अनुसार भ्रष्टाचार भएको मूल्य रकम 15 अर्ब बढी हुन्छ। भ्रष्टाचारी अनि पापीहरूको हातमा पुगेछ यो मेरो देश। अरूको देशसँग ब्याजमा ऋण मागेर बल्ल तल्ल बनाएको एउटा एयरपोर्टमा पनि खानुसम्म खाएछ। फेरि खानु पनि अलिअलि खाएको हो र 14 अर्ब लागतको एयरपोर्ट बनाउँदै गर्दा 10 अर्ब भन्दा बढी त भ्रष्टाचार नै गरेपछि अनि बन्छ त यो देश। छिमेकी राष्ट्र चीनको एक्जिम बैंकबाट 22 अर्ब 61 करोड भन्दा बढी पैसा ऋण लिएर जसको ब्याज एक वर्षमा 84 करोड रुपैयाँ भन्दा बढी तिर्नुपर्छ, सो पैसाले निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बनाउने क्रममा 10 अर्ब भन्दा बढी झ्वाम पारेको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ। यो एयरपोर्ट बनाउँदाखेरि अर्बौं रुपैयाँ भ्रष्टाचार भएको छ भन्ने विषय बाहिरिएपछि यसको छानबिन गर्नको लागि भनेर लेखा समितिले राजेन्द्र लिङदेनको संयोजकतामा एउटा उपसमिति बनाएको थियो। उक्त समितिले लामो समय लगाएर गरेको छानबिनमा एयरपोर्ट बनाउँदा करिब 10 अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै प्रतिवेदन तयार पारेको छ।